नमस्कार। म आज हजुरहरूलाई च्याट जीपीटी को लोगो अहिले सबैले चलाउने भनेको केही खोज्नु पर्यो भने हामी च्याट जीपीटी प्रयोग गर्छौं। त्यसको लोगो कसरी बनेको हुन्छ म बनाएर हजुरलाई देखाउने छु। सर्वप्रथम हामीहरूले यता टुलबारमा गएर यता पोलिगन टुल लिने, यसको कर्नर 6 वटा राख्ने र यसलाई यति गरिदिने। फेरि यसको कपी गरेर यसको भित्रपट्टि राख्नु होला र दुईटैलाई सिलेक्ट गर्ने, राइट क्लिक गरेर यसलाई ग्रुप गर्नु होला। यति गरिसकेपछि अब यसको फेरि एउटा कपी गरेर यता मैले पेस्ट गरिदिएँ। यति भइसकेपछि फेरि कपी गरेँ। कपी गरेर मैले यसलाई चाहिँ यतापट्टि पेस्ट गरिदिएँ र यो तलको र माथिको दुईटैलाई सिलेक्ट गरेँ र फेरि कपी गरेर मैले यिनी दुईटैलाई यतापट्टि राखिदिएँ। यति राखिसकेपछि फेरि मैले यसको एउटा कपी गरेँ। कपी गरेर यसलाई चाहिँ यता माथिपट्टि यो कुनामा राखिदिएँ। यति गरिसकेपछि अब हजुरहरूले के गर्ने भनेपछि 2 पोइन्ट लाइन लिने, यता गएर 2 पोइन्ट लाइन लिने र यति लाइनहरु दुईटा लाइन राख्ने। यति राखिसकेपछि फेरि हजुरहरूले टुलबारमै गएर इलिप्सल टुल लिने र कन्ट्रोलको सहायताले एउटा रेक्टेंगल बनाउने। रेक्टेंगल बनाइसकेपछि अब त्यसको एउटा फेरि कपी गर्ने, कपी गरेर त्यसलाई चाहिँ त्यसको भित्रपट्टि राख्ने। यति भइसकेपछि दुईटैलाई राउन्डहरुलाई सिलेक्ट गरेर ग्रुप गर्ने, राइट क्लिक गरेर ग्रुप गर्दा पनि भयो, सिधै कन्ट्रोल जी गर्दा पनि भयो। मैले कन्ट्रोल जी गरिदिएँ। यति गरिसकेपछि यति भइसकेपछि अब हामीहरूले के गर्ने भनेपछि यतै टुलबारमा भर्चुअल सेगमेन्ट डिलिट टुलमा जाने र हाम्रो जो पहिलाको सुरुको पोलिगन थियो त्यसलाई चाहिँ हामीहरूले सबै कट गर्ने। यसरी सबै कट गर्नु होला। यसरी यो कट भइसकेपछि अब हजुरहरूले यतापट्टिको योलाई अनि योलाई र यो
यो र योलाई पनि कट गर्नु होला। यति भइसकेपछि हामीहरूले के गर्ने भनेपछि यता तल टुलबारमै गएर स्मार्ट फिल टुलमा जाने, हामीहरूले यसको कलर कस्तो राख्ने, कलर राख्ने। यति कलर राख्ने। यति भइसकेपछि हामीहरूले यी लाइनहरू भए अनि यी रेक्टेंगल सबैलाई हटाउने, योलाई यो र यो सबलाई हटाउने, बच्यो एउटा बीचकोलाई राख्ने, यसलाई सेन्टर पोइन्ट मान्नु होला। यति भइसकेपछि अब यसलाई हामीहरूले सेतो कलर दियौं र साइड लाइन चाहिँ हामीहरूले यसको ब्ल्याक राखिदियौं। यति भइसकेपछि यसलाई हामीले मोटो बनाइदियौं, यसलाई 6 mm गरिदियौं। यति भइसकेपछि अब यसलाई हामीले के गर्ने भनेपछि फेरि एउटा कपी बनाएर यसरी राखिदियौं। फेरि डुप्लिकेट गर्दै गयौं र हाम्रो यो बीचको वाला यसलाई मैले उठाएर हटाइदिए। यो हाम्रो च्याट जीपीटी लोगो बन्छ। यसलाई फेरि मैले 8 राख्दा अलिकति ठुलो नै भयो, त्यही भएर 6 राखिदिए। अब हजुरहरूलाई यो पुरै सिलेक्ट गरेर ग्रुप गरिदिने। ग्रुप गरिसकेपछि यो हाम्रो च्याट जीपीटी लोगो चाहिँ बन्छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो सुझाव सल्लाह दिनुहोला। धन्यवाद।